नमस्ते साथीहरू, आज चाहिँ मैले चिकनको अचारको रेसिपी ल्याएको छु। यसमा चाहिने सामग्रीहरू मैले अघि नै रेडी पारिसकेको छु साथीहरू। यो चाहिँ रहेको छ 1 किलो चिकन। त्यसपछि यो रहेको छ अदुवा, लसुन, सुकेको खोर्सानी, यसको चाहिँ पेस्ट बनाउने। यो चाहिँ अदुवा, लसुन, यो चाहिँ फ्राई गर्नुको लागि फाल्टै मैले छिलेर रेडी पारिसकेको छु साथीहरू। रहेको छ यो तोरीको तेल, यो जिरा, तोरी, सौंफ, मरिच, यो ल्वाङ, त्यसपछि रहेको छ मेथी, टिम्बुर। यसलाई सबै यो सामग्रीहरूलाई चाहिँ अब म रेडी पारेर तपाईलाई देखाउने छु। अब यो मैले यो सामानहरू सबै यो भुट्नुलाई रेडी पारे साथीहरू। यो जिरा, तोरी, अघिको मैले देखाएको सामग्रीहरू म यहाँ फ्राई गर्ने पहिला चलाउने हल्का ब्राउन बनाएर चाहिँ यो मिक्सरमा ढिलो पारेर पिस्ने साथीहरू। यसरी अघि मैले तपाईँहरूलाई देखाएको ल्वाङ, मरिच, टिम्बुर, तोरी, सौंफ, जिरा सबै सामग्रीहरूलाई चाहिँ यसरी फ्राई गर्दै जाने। यो चाहिँ साथीहरू यो फ्राई भइसक्यो। यसलाई चाहिँ एकछिन सेलाउनु दिने अनि त्यसपछि मिक्सरमा यसलाई पिस्नु पर्ने हुन्छ साथीहरू। यसलाई मैले चाहिँ अघि तेल हालेर रेडी पारिसकेको छु साथीहरू। यो चाहिँ तेल खरिसक्यो। त्यसपछि मैले यो अदुवा लसुन फ्राई गर्नलाई लगाएको अदुवा लसुन ब्राउन हुने गरी फ्राई गर्ने साथीहरू। ब्राउन हुने गरी ब्राउन भइसकेर म यसलाई चाहिँ अहिले एकछिनमा खरिसकेपछि चाहिँ म यसलाई एउटा प्लेटमा राख्छु। लगभग यो चाहिँ ब्राउन भइसक्यो साथीहरू। यो अदुवा लसुन मैले भुटेको हो। अब यसलाई चाहिँ म एउटा भाँडामा लगभग साथीहरू यो चाहिँ अदुवा लसुन अरू भुटेको मैले यो ब्राउन भइसक्यो। यसलाई चाहिँ म एउटा भाँडामा ढाक्छु। तेल चाहिँ अघि मैले तोरीको तेल हालिसकेँ साथीहरू। यो चाहिँ अब मासु फ्राई गर्नु लाग्छ। हल्का अब ब्राउन हुने गरी एकछिन चलाउनु। लगभग भइसक्यो साथीहरू। मैले यतिको ब्राउन बनाइसकेँ साथीहरू। मासु चाहिँ यतिको चलाउनुपर्छ। यसलाई चाहिँ मैले अब एउटा भाँडामा राख्दैछु। हजुरहरूले पनि यस्तै गर्नु सक्नुहुनेछ। घरमा बनाएर चिकनको अचार बनाएर खान सक्नुहुनेछ। रेडी यसमा चाहिँ मैले अब मसला फ्राई गर्छु। तोरी तेल यो मैले अघि नै पिसेर रेडी पारिसकेको छु साथीहरू। यो अदुवा लसुन र खोर्सानीको पेस्ट। तेल खरियो साथीहरू। यो चाहिँ अब मैले मेथी हालेँ। मेथी पड्काउने।
खरिसक्यो साथीहरू। यो चाहिँ अब अघि मैले अदुवा लसुन खोर्सानीको पेस्ट हाल्दैछु। फ्राई गर्ने। यो रहेको छ बेसर हाल्ने, स्वाद अनुसार नुन, फ्राई गर्ने साथीहरू। यो चाहिँ अदुवा लसुन, यो चाहिँ खोर्सानीको पेस्ट हो। यसलाई फ्राई गर्ने। त्यसपछि चाहिँ यो अघि मैले कुटेको यो मसलाको पेस्ट हाल्ने। त्यसपछि यसलाई पनि मजाले चलाएर फ्राई गर्ने। एकछिन मसला फ्राई गर्ने साथीहरू। त्यसपछि यो अघि मैले अदुवा लसुन फ्राई गरेको यो हालिदिने मसलामा। यसलाई पनि मजाले चलाउने। त्यसपछि यो अघि फ्राई गरेको चिकन यसलाई पनि यसमा हालिदिने। मजाले मसला यसमा मोल्ने, चलाउने यसलाई मजाले। हजुरहरूले पनि साथीहरू यसरी नै घरमै बनाएर चिकन अचार खान सक्नुहुनेछ। चिकनको अचार यो चाहिँ लगभग साथीहरू यस्तो भयो मेरो चाहिँ। यसमा चाहिँ अचार नबिग्रोस् भनेर चाहिँ मैले हल्का यो स्वादको लागि चाहिँ चुक हाल्दैछु साथीहरू। यो हजुरहरूले पनि हाल्न सक्नुहुनेछ। मसँग चाहिँ भेनिगर थिएन र मैले यो चुक हालेको। तपाईँहरूसँग भेनिगर छ भने भेनिगर पनि हाल्न सक्नुहुनेछ। टक्क पिरो अमिलो मेरो चाहिँ यो चिकनको अचार रेडी भइसक्यो साथीहरू। अब यसलाई चाहिँ म एउटा भाँडामा खनाउने छु। चिकनको अचार चाहिँ रेडी भयो साथीहरू। अब म चाहिँ यसलाई चाहिँ सेलाएर एकछिन बोतलमा, सिसाको बोतलमा हाल्नेछु। तपाईँहरूले पनि यसरी नै घरमा बनाएर खानुहोला साथीहरू। कस्तो लाग्यो मेरो रेसिपी हेरिदिनु होला। लाइक, कमेन्ट, सब्सक्राइब गर्नु नबिर्सिनु होला साथीहरू। बाई।